गाइज गुड मर्निङ नमस्ते अन्जेरो दिस इज सबिना हजुरहरूलाई धेरै स्वागत छ मेरो 30 डेज वेटलेस च्यालेन्जको डे 2 को ब्लगमा। आज चाहिँ हामी एक्सर्साइज गर्नु भनेर बिहानै ग्राउन्डमा आइसक्यौँ। हाम्रो ग्राउन्ड चाहिँ यही हो। अनि चिसो चाहिँ डेन्जर छ हौ हाम्रोतिर, तपाईँहरूतिर कस्तो छ? किन यति साह्रो चिसो बढेको यो वर्ष चाहिँ यति छिट्टै? पोहोर त त्यस्तो अलिक ढिला चिसो भएको थियो, यो वर्ष त यसरी चिसो पानी परेर पनि होला। हाम्रोतिर त तुसारो पर्न पनि सुरु भइसक्यो भाइ। हामीले चाहिँ एक्सर्साइज सकाइसक्यौँ। अब चाहिँ हामीले गर्नुपर्ने हुन्छ मेडिटेसन। एकछिन हामी मेडिटेसन गर्छौँ, डिप ब्रिदिङको प्र्याक्टिस गर्छौँ, अनि त्यसपछि चाहिँ फर्किन्छौँ हामी घर। हामी चाहिँ फर्किन लागिसक्यौँ गेम खेलेर। हाम्रो टोली ग्याङ जे होस् ब्याडमिन्टन खेलेर रमाइलो भइरहेको छ, एक्सर्साइज पनि त्यही हो। अब हामी फर्किन थालेको, अब भोलि बिहान खेलिन्छ। दमदार तरिकाले हारियो, त्यही नै। घरमा जे छ त्यही खानेकुराहरूलाई थोरै मिलाएर मात्र खाऊँ भनेर हो। अब हाम्रो पाहाडमा छौँ नि त, अब केही पनि पाइँदैन यहाँ, जे छ वरपर त्यही खाएर ज्यान घटाउने अभियानमा हो। हेरौँ अब घट्छ कि घट्दैन। आज डे 2 हो 30 डेज वेटलेस च्यालेन्जको। हामी चाहिँ भावाङ मेला आएको, अनि डाइटमा भएर अनि बनाना खानु परिरहेको छ। हेर्नु त गाह्रो गेम वेट चाहिँ चिकन मोमो गाह्रो छ उहाँलाई डाइटिङमा हुनुको पीडा। मेरो खाना चाहिँ यही नै हो। यहाँनिर छ अन्डा अनि साग, माम जतिकै साग, अनि सलादमा चाहिँ मैले मुला लिएको।